टेस्ट कन्ट्रीहरू सबैलाई नै एउटा ग्रुपमा राख्दै हुन्छ। त्यो पछाडि सबै एसोसिएट कन्ट्रीहरूलाई चाहिँ एउटा ग्रुपमा राख्दै हुन्छ। अनि हुन्छ रियल कम्पिटिसन। सुपर 8 मा गए पछाडि फेरि एसोसिएट के अरे टिमहरूले चाहिँ फेरि टेस्ट कन्ट्रीसँग चाहिँ नकआउट स्टेजमा चाहिँ फाइट गरेर चाहिँ फेरि एउटा गेमले हराइदियो भने एसोसिएट क्रिकेटहरूले पनि टिमहरूले पनि साँच्चीकै राम्रो गर्न सक्छ वर्ल्ड कपमा। नभए त के अरे इन्डिया र पाकिस्तान राखेको छ एउटा ग्रुपमा वेस्ट इन्डिज र इङ्ल्यान्ड राखेको छ। यस्तो गरेर त यो 2 जना सुपर 8 मा जाने टिम कुन हो भनेर पहिलेदेखि नै फिक्स भइसकेपछि त एसोसिएट क्रिकेटले त एसोसिएट टिमहरूले त खासै केही गर्न पनि सक्दैन। चतुरबहादुर पारस खड्का सबको आज मोए भयो। आइसिसीले सबको आज मोए गरिदियो। किन भन्दाखेरि चतुरबहादुरले जहिले भनेका थिए बीसीसीआईमा घुसिरहेको छु, आइसिसीको उसमा घुसिरहेको छु, जयशालाई यस्तो भनिरहेको छु, उस्तो भनिरहेको छु। तर आइसिसीले आज यसपालि पनि नेपालको लागि स्क्याम नै हान्यो। किन भन्दाखेरि के अरे नेपालले चाहिँ वर्ल्ड कपमा भन्दा अगाडि वार्म अप म्याचेस कोसँग खेल्दैछ? युएईसँग खेल्दैछ र क्यानाडासँग खेल्दैछ। त्यो पनि कहाँ खेल्दैछ? चेन्नईमा खेल्दैछ। यो नेपालसँग मात्र होइन, एसोसिएट कन्ट्रीहरू लगभग सबैसँग नै मोए भएको। एउटा नेदरल्यान्डले चाहिँ जिम्बाब्वेसँग के अरे वार्म अप म्याचेस खेलिरहेको छ जस्तो मैले देखेको थिएँ। र त्योभन्दा बाहेक अरू सबै एसोसिएट कन्ट्रीहरूसँग मोए नै भएको छ। आइसिसीको एउटा त खतम चिज भनेको एउटा के अरे क्रिकेटको त्यत्रो इन्टरनेसनल बोर्ड भइसकेपछि अहिलेसम्म पनि आइसिसीले वर्ल्ड कपमा चाहिँ ग्रुप सेलेक्ट गर्दाखेरि चाहिँ कुन प्रोसिजरले गर्छ, कुन हिसाबले गर्छ, के टेक्निक लगाएर गर्छ भनेर त्यो दुनियाँको कुनै पनि कुनामा भएको कसै पनि मान्छेलाई थाहा छैन। हावातालमा यत्तिकै ऱ्यान्डमली ग्रुप सेलेक्ट गर्ने हो। जति पनि इन्डिया पाकिस्तानको झगडा भए पनि इन्डिया पाकिस्तानलाई एउटै ग्रुपमा राख्ने, नेपाललाई यता कसलाई उता। र वार्म अप म्याचेस दिनु पर्दाखेरि नेपालले खेल्नु परेको छ वेस्ट इन्डिजसँग। अब बङ्गलादेशसँग खेल्नु पर्ने थियो, अब स्कटल्यान्डसँग हुन्छ। तर वेस्ट इन्डिजसँग, इङ्ल्यान्डसँग जस्तो यस्तो टिमसँग खेल्न पर्छ नेपालले। र नेपालले वार्म अप म्याचेस कस्तो टिमसँग पाएको छ? युएईसँग, क्यानाडासँग। प्रिपरेसन नै यस्तो हुन्छ र वार्म अप म्याचेसहरू नै इनफ वार्म अप म्याचेसहरू नै छैन। सबैलाई नै बाइलेटरल सिरिजहरू खेल, यस्तो खेल, उस्तो खेल भनेर आइसिसीले पहिलेदेखि नै त्यो भन्दै आएको छ। र नेपालले त अझ के अरे इङ्ल्यान्डलाई र वेस्ट इन्डिजलाई हराउने सोचिरहेको बेलामा आइसिसीले साँच्चीकै मोए गरिदियो। युएईसँग, क्यानाडासँग वार्म अप म्याचेस दिएर। र अरू एसोसिएट टिमहरूसँग पनि यस्तै भएको छ। आइसिसीले साँच्चीकै एसोसिएट क्रिकेटले चाहिँ एसोसिएट टिमले चाहिँ वर्ल्ड कपमा राम्रो गरोस् भनेर चाहँदैन। युएसएको टिम आफैमा नै इन्डियाको ए टिम हो। युएसएको टिमले चाहिँ फेरि इन्डियाको ए टिमसँग चाहिँ के अरे खेल्न लागेको छ। र फेरि के अरे नेपालले चाहिँ युएईसँग र क्यानाडासँग चेन्नईमा फेरि 3 फेब्रुअरीमा चेन्नईमा गयो, त्यहाँ खेल्यो। त्यो पछाडि फेरि एक दिन बस्यो, प्र्याक्टिसको नाममा के होला र जस्तो मलाई लाग्छ। र त्यो पछाडि फेरि अर्को दिन फेरि चेन्नईमा फेरि खेल्यो। र त्यो पछाडि फेरि अब नेपालले चाहिँ के अरे वर्ल्ड कपको लागि चाहिँ फेरि भागेर फेरि मुम्बईमा आउनुपर्छ। र मुम्बईमा आएर फेरि कोसँग खेल्नुपर्छ? इङ्ल्यान्ड जस्तो टिमसँग खेल्नुभन्दा अगाडि नेपालले कस्तो टिमसँग प्रिपेयर गरेर आउँछ? युएईसँग, क्यानाडासँग। नेपालको प्रिपरेसन नै त्यो लेभलको हुन्छ भने नेपालले के अरे इङ्ल्यान्ड जस्तो बवाल टिमलाई चाहिँ हराउला भनेर चाहिँ हामीले कसरी एक्सपेक्ट गर्नु? र साँच्चीकै यदि केही गरी के अरे नेपालले चाहिँ इङ्ल्यान्डको टिमलाई हराउनु छ भने चाहिँ यो अहिले मुम्बईमा जुन प्र्याक्टिस हुने भनेर भनेको छ, त्यो प्र्याक्टिस म्याचेसमा चाहिँ एकदमै राम्रो के अरे टिमसँग चाहिँ प्र्याक्टिस भएर चाहिँ एकदमै बवाल हामीले चाहिँ आफ्नो के अरे फर्म चाहिँ देखायौँ भने चाहिँ इङ्ल्यान्ड जस्तो टिमलाई चाहिँ बिट गर्न सजिलो होला। नत्र युएई र क्यानाडासँग चाहिँ यस्तो टिमसँग चाहिँ वार्म अप म्याचेस खेलेर चाहिँ हामी इङ्ल्यान्डलाई बिट गरौँला भनेर चाहिँ कसैले पनि नसोचे हुन्छ। र अहिलेसम्म पनि केही भएको थिएन। र अब पनि जबसम्म यो जय शाह भन्ने मान्छे चाहिँ आइसिसीको चेयरम्यान रहन्छ, त्यो बेलासम्म आइसिसीले केही राम्रो गर्नेवाला छैन। मलाई केही एक्सपेक्टेसन पनि छैन। आइसिसीले एसोसिएट क्रिकेटको ग्रोथको लागि केही गर्ला भनेर म केही सोच्न पनि सक्दिनँ। किन भन्दाखेरि जहिले नै एसोसिएट क्रिकेटलाई चाहिँ के अरे पछाडि नै राखिरहेको हुन्छ आइसिसीले। जहिले पनि फुल मेम्बर नेसनहरूलाई मात्र प्रायोरिटी दिइरहेको। अझ के अरे इन्डियाले त साउथ अफ्रिकासँग पनि खेल्छ जस्तो मैले सुनेको थिएँ। र त्यो पछाडि के अरे नेपाल जस्तो टिमलाई राख्नलाई चाहिँ वेस्ट इन्डिज र इङ्ल्यान्डको ग्रुपमा राख्ने, युएई जस्तो टिमलाई राख्नलाई चाहिँ सबै एसोसिएट कन्ट्रीलाई नै एउटा के अरे टेस्ट नेसनको ग्रुपमा राख्ने। टप 2 चाहिँ अलरेडी नै यो 2टा टेस्ट नेसन चाहिँ हुन्छ जस्तो डिसाइड भइसकेको ग्रुपमा लगेर चाहिँ एसोसिएट क्रिकेट को टिमहरूलाई चाहिँ लगेर राख्ने। अनि त्यो पछाडि वार्म अप म्याचेसहरूमा चाहिँ सबैमा एक आपसमा नै खेलाओ टिमहरू र एसोसिएट क्रिकेट के अरे टेस्ट कन्ट्रीहरूलाई चाहिँ तिमीहरूले बिट गर्ने बारेमा चाहिँ नसोचे हुन्छ भनेर। यस्तो पाराले त कहिले पनि एसोसिएट क्रिकेटले के अरे ग्रो गर्न सक्दैन। मैले भने त टेस्ट कन्ट्रीहरू सबैलाई नै एउटा ग्रुपमा राख्दै हुन्छ। त्यो पछाडि सबै एसोसिएट कन्ट्रीहरूलाई चाहिँ एउटा ग्रुपमा राख्दै हुन्छ। अनि हुन्छ रियल कम्पिटिसन। सुपर 8 मा गए पछाडि फेरि एसोसिएट के अरे टिमहरूले चाहिँ फेरि टेस्ट कन्ट्रीसँग चाहिँ नकआउट स्टेजमा चाहिँ फाइट गरेर चाहिँ फेरि एउटा गेमले हराइदियो भने एसोसिएट क्रिकेटहरूले पनि टिमहरूले पनि साँच्चीकै राम्रो गर्न सक्छ वर्ल्ड कपमा। नभए त के अरे इन्डिया र पाकिस्तान राखेको छ एउटा ग्रुपमा वेस्ट इन्डिज र इङ्ल्यान्ड राखेको छ। यस्तो गरेर त यो 2 जना सुपर 8 मा जाने टिम कुन हो भनेर पहिलेदेखि नै फिक्स भइसकेपछि त एसोसिएट क्रिकेटले त एसोसिएट टिमहरूले त खासै केही गर्न पनि सक्दैन। र जबसम्म यो आइसिसीले
मैले वर्ल्ड कपको ग्रुप सेलेक्ट गर्ने बेलामा चाहिँ यसरी गर्छु, जस्तै फिफाले ड्र गरेर गर्छ, त्यसै गरी आइसिसीले चाहिँ म यसरी गर्छु, यस्तो के अरे ट्रान्सप्यारेन्ट हुन्छ। ट्रान्सप्यारेन्सी जबसम्म देखाउँदैन त्यो बेलासम्म चाहिँ आइसिसीले चाहिँ एसोसिएट क्रिकेटलाई चाहिँ ग्रो गर्नलाई चाहिँ केही गरिरहेको छ भनेर चाहिँ म चाहिँ मान्न सक्दिनँ र यस्तो वार्म अप म्याचेसहरूले चाहिँ एसोसिएट क्रिकेटले पनि नेपाल जस्तो टिमले पनि केही प्रिपरेसन चाहिँ हुनेवाला चाहिँ छैन। हस्, थ्याङ्क यू। धन्यवाद।